नौकरी गई भार में, हम आए पहाड़ में। हेलो एभ्रिवान, गुड मर्निङ अनि वेलकम ब्याक टु माई न्यू एनदर ब्रान्ड ब्लग। सो आज चाहिँ बजिरहेको छ बिहानको 8 अनि म चाहिँ आज अलि छिटो उठेँ। उठ्नु चाहिँ 6 बजी उठेको थिएँ, तर फेरि एकपल्ट सुतेर फेरि 7 बजी उठेको, किनभने आज चाहिँ म जाँदैछु नेपाल। आज चाहिँ म जाँदैछु नेपाल हाम्रो आमाहरूसँग। सो म चाहिँ यहाँ अहिले सिलगढीमा छु। आमाहरू चाहिँ घरबाट निस्किनु भइसकेको छ, उनीहरूले चाहिँ मलाई आएर पिकअप गर्नुहुन्छ। सो लेट्स गेट रेडी। ल यहाँ चाहिँ घाम पनि लागिरहेको छ, हेर्नु सक्नुहुन्छ। भेरी नाइस। ल फेरि भेटौँ है रेडी भएर। म चाहिँ नेपाल किन जाँदैछु भन्दाखेरि चाहिँ म मेरो आउनेवाला भ्लगमा भन्छु है त। सो हेर्दै गर्नु होला। म चाहिँ रेडी भइसकेँ हो। सो मैले चाहिँ कपाल बाँधेको, किनकि एकदम हावा चल्छ नि त गाडीमा। सो कपाल एकदम बिजिङ हुन्छ भनेर। अनि आमाहरू पनि आइपुग्नु सक्यो अरे अलमोस्ट। सो अब कति 10-15 मिनट मात्रै लाग्छ अरे। सो तबसम्म चाहिँ म खाजा खानेछु। सो हजुरहरू हेर्नु सक्नुहुन्छ मेरो ड्रेस, म देखाउँछु है। यो चाहिँ हो मेरो आउटफिट हो। कस्तो देख्दैछ? लाइक नेपालमा चाहिँ एकदम जाडो छ अरे नि त, जाडो त यहाँ पनि छ हो। त्यही भएर चाहिँ मैले चाहिँ ज्याकेट ट्र्याक लगाएको छु। अनि मेरो ब्याग चाहिँ यहाँ छ। यो चाहिँ मेरो ओन्ली ह्यान्ड ब्याग हो। मेरो लगेज पनि छ। अझै 1 विकको लागि जाँदैछु, लाइक 1 मन्थको लागि गएको जस्तै भइरहेछ है। कस्तो देख्दैछ? यहाँ पर्खिरहेको छ मलाई चाहिँ 2जनाले सिगरेट तान्छ, आमा र मामा। हेलो बाई बाई फिस्टी। अब रिग्रेट हुन्छ तँलाई। उनीहरूले मलाई ल्याइदिन्छ अरे, उनीहरूले मलाई सिम दिनु भन्छ अरे कसैको। अनि किनभने नानी छोरीहरूको चलाउनु पर्ने बाटा बिना त जिन्दगी हुँदैन। चाहिँ निक्लिसक्यो। अब कति टाइम लाग्छ मामा पानी ट्याङ्की पुग्नु? शिव मन्दिर पुग्यो। त्यसपछि अब पानी ट्याङ्कीको भित्र चाहिँ काका भेट्यो भने अब तपाईँ 2जना पनि खोल्नु युट्युब च्यानल, फेसबुक च्यानल। हेलो गाइस भन्दै। कस्तो अनि आज चाहिँ हामी यस्तो जग्गा जाँदैछु भन्दै हो। अनि भन्नु के भन्नु चाहन्छ? हाई गाइस भन्दै। आज चाहिँ हामी नेपाल बोर्डरको छेउछेउमा पुग्न गइरहेको छ हो भन्दै। एउटा आन्टी रहेछ कि खोक्लाको। अब बेसी खेतको काम गरेर चाहिँ नि त्यो जिम गरेको जस्तो मरद जस्तो हात रहेछ कि। अनि उसले पनि पुरा बनाउँछ खेतमा। साथी हो म त बारी खन्दैछु, बस्तीमा बसेको फाइदा छ नि, अर्ग्यानिक खानु पाउँछ भन्दा घरि मोमो बनाएकोहरू हाल्छ हो। हाल्छ त, हाल्नु नै नि, के हुन्छ हाल्दाखेरि। एउटा मेमोरिज पनि हुन्छ अनि प्लस यत्तिकै एक्टिभ पनि हुन्छ तपाईँको सोसियल मिडियामा। हामी पनि बनाइराख्यो नि त, सक्छ होला नि मजाले बोल्नु नि। सक्छ नि, किन सक्दैन, सकिहाल्छ। त्यो बोल्नु त तपाईँ झन् कति बोल्छ, तपाईँ झन् बनाउनु पर्ने। बनाउनु पो जान्नु पर्यो, बोल्नु मात्रै जानेर पनि भएन। मामाले सिकाइदिनु, मामा क्यामेरा पक्रिनु, मुख एकतिर हल्लिन्छ होइन। मामाले फोन पक्रिदिनु अनि आँगी बनाउनु पुरा मजाले। मलाई त भिडियो खानाहरू जानेको छैन, क्यामेरा निकाल्छ त्यो इन्स्टाग्रामबाट, त्यही जानेको छैन पो त। म कति बनाएको नर्मल क्यामेराबाट बनाउनु अनि बादमा चाहिँ पोस्ट गर्नु हुन्छ। त्यस्तो गर्नु फेसबुकमा। फेसबुकमा। र इन्डियाको बोर्डर यहाँ त राम्रो रहेछ नेपालको रोड नि, बोर्डर भएर होला। भन्सार पस्ने बाटो यो होला। लास्ट टाइम घर त घर हो कि अफिस हो? दामी रहेछ है भान्सार अफिस हो यो चाहिँ। पहिला त हामी यतै पनि दामी मजाले राखेको रहेछ फुलहरू, मेन्टेनेन्स। यहाँबाट घुमेर चाहिँ अब इन्डिया पैसा दिएर नेपाली पैसा साट्ने हो। भान्सार पनि काट्ने हो अनि नेपाली पैसा पनि साट्ने हो। नेपालको पैसा जस्तो पनि छैन यो त नि, कस्तो अर्कै लाग्दो रहेछ। ल स्टार्ट एक्सन भन्नु न। त्यस्तो एक्सन भन्यो त नर्भस भइहाल्छ। लु नो एक्सन त्यसो भए। भन्नु न के अरे, हामी कहाँ पुग्यो अरे अब? सो हामी चाहिँ भगवानले बस बसेको
बास बसेको भगवानले बास गरेको जग्गामा प्रवेश गरिसके अरे भन्नु खोजेको चाहिँ नेपाल बुद्ध भगवानले बास गरेको हो। अच्छा बुद्ध भगवान जन्मेको जग्गा अरे त्यही भएर यस्तो यस्तो जग्गा छ ऊ पेट्रोल पम्प साइनबोर्ड पनि दिएको छैन पेट्रोल पम्प यो ट्याक्स काट्ने जग्गा चाहिँ थाहै छैन। पेट्रोल पम्पमा छेउमा हुँदै थियो संविधान हो। हामी चाहिँ फाइनली झिलझिले है यहाँको नाम अफै गुम्बा रहेछ। 100% हो च्याङमु खै हाई भनेको हाई च्याङमु खोज्दा भएर तिमीहरूको घर खोज्दा भयो तपाईँहरूको घर तपाईँहरूको ए ओहो भाग्यमानी बाजे र नातिनीको मिलन। मेमे आउनुहुन्छ भनेर स्कुल नगएको अरे तपाईँ आउनुहुन्छ भनेर अघि नै मे भनिरहेको थियो नि। हामी चाहिँ यहाँ छु रेस्ट गर्नलाई फर सम टाइम। के को मासु भैँसीको? थ्याङ्क यू ब्रदर। दिँदैन म लाँदैन ऊ पो बाई भन्दै रहेछ। उहाँ बजारसम्म त जाने हो तिमी त त्यसपछि त आइहाल्छ पापासँग। मम्मालाई बाई गर्दै रहेछ अहिलेदेखि। साँझ पर्दै गर्छ त फेरि मम्मै चाहिन्छ। हामी चाहिँ खाना खाइसकेपछि निक्ले अनदर डेस्टिनेसन। यहाँ आइपुग्यो अर्को डेस्टिनेसन। यहाँ हाम्रो भाइ यहाँ लिजा यिनीहरूको सानोको फोटो। अनि यो क्युट भाइ चाहिँ अहिले यत्रो काले भएको छ काले एकदम। तेरो नाम के अरे भाइ? हामी चाहिँ फेरि झिलझिलीदेखिको इटारी आएको छु हो। अनि आज चाहिँ हामी नाइट स्टे यहीँ गर्नेछौँ। हामी चाहिँ जाँदैछौँ काठमाडौँ। सो काठमाडौँ चाहिँ यहाँदेखिको धेरै टाढो रहेछ नि त। सो यहाँ के भन्छ इटारी आइपुग्दा चाहिँ धेरै रात भइसकेको थियो नि त। यहाँदेखिको पनि 10 घन्टा लाग्ने रहेछ काठमाडौँ पुग्नु चाहिँ। त्यही भएर आज चाहिँ हामी यहीँ स्टे गर्नेछौँ हाम्रो रिलेटिभ्सकोमा। सो भोलि बिहान जानेछु। सो भोलि भेटौँ है। काठमाडौँ पुग्नेसम्म मेरो भ्लग चाहिँ चालु नै हुन्छ है, हजुरहरू हेर्नु होला। गुड मर्निङ गाइस फ्रम नेपाल हो। अहिले चाहिँ बिहानको बजिरहेको छ 4:30। हामी चाहिँ 4 बजीदेखि उठेर रेडी भएको देख्न सक्नुहुन्छ। अँधेरै छ अहिले पनि हो, उज्यालो भएको पनि छैन, केही पनि देख्दैन। सो अहिले चाहिँ म चेन्ज गरेर लुगा राख्नु जाँदैछु गाडीमा। गाडी चाहिँ तल छ नि त अलिकति, हामी चाहिँ अलिकति माथि बसिरहेको छु नि त। जाडो छ नेपालमा चाहिँ हो। बाटो पनि देखेको छुइनँ मैले त अँधेरो भएर। उहाँ रहेछ गाडी चाहिँ। ल ठिक छ अहिले जाँदाखेरि भेटौँ ल। यस्तो जाडो अँधेरोमै उठिरहेछ हामी चाहिँ। धुवा पनि निक्लिँदैछ। यहाँ चाहिँ छ हाम्रो गाडी। यस्तो तातो हावा चलाइरहेछ गाडीमा। मामालाई चाहिँ बेसी जाडो भएर ऊ अब कान्तिकारी भइरहेछ तपाईँ त। तातो हावा अब मलाई पो गरम हुन्छ होला। चलो अब चाहिँ तपाईँहरूको फोनहरू बोक्यो? के हो सामानहरू त बिर्सेन होला नि फेरि। हिजो आउँदाखेरि पनि 2 पल्ट हाँसीमारादेखि फर्केर गएको अरे, 2 पल्ट सामान बिर्सेन। आपालाई थाहै छैन। चलो फगी पुरा उडिरहेको छ, केही देखेकै छैन। अगाडिको बाइकको लाइट मात्रै देख्दैछ। बल्ल क्लियर भयो। अब बाटो चाहिँ बाटो त बाटो हिउँ के अरे यसलाई शीत चाहिँ धेरै रहेछ। ऊ पानी जस्तै परिरहेछ आउँदैछ हातमा पनि। आउँदैछ हामी आउँदैछ।
भनेर यहाँ डिस्कसन चल्दैछ गोर्दी बस पुग्नुमा टाइम लाग्छ त्यहाँदेखि त राम्रो बाटो कति घन्टा लाग्छ भनेर डिस्कस चल्दैछ बुढाबुढीको एउटाले 5-6 बच्चा भन्छ एउटाले 3 बच्चा भन्छ बज्ने चाहिँ कति हो थाहा छैन कति बिहा अब मेरो डिस्प्ले सबै थालेछ दुईजनालाई चाहिँ जहाँ फोटो 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 मोडलहरू उहिलेको जमानाको मोडलहरू छ यहाँ मोडल जमानाको मान्छे लु यहाँ आउनु लु 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 खिचिदिन्छु त्यति छेउबाट देखेको 10 hours later. हामी निक्लेको 5 बजी बिहान चाहिँ 4-5 घन्टा लाग्छ भगवान् हिजोदेखिको निक्लेको घुमेको ट्राभल गर्नु त मनपर्छ तर यति साह्रो पनि होइन कि गाडीमै हिँडेको थाहा छैन कहिले पुग्छ भ्यू चाहिँ दामी दामी थियो तर टाउको दुखेर न फिट हुने आउँदा पनि के गर्ने यहीँ खाएर जाने हो कि आरे काम पस्ने हो उहाँ आनीहरूकोमा हामी चाहिँ फाइनली पुग्यो गोले भाइ गोले बहिनी देऊ यहाँ सबैलाई तिम्रो नाम के हो सुनितामा ऊ चाहिँ मेरो भदैनी हो मेरो दादाको छोरी ठुलो छोरी नि सानो छोरी चाहिँ सुतिरहेछ हामी चाहिँ आइपुग्यो अर्चले फाइनली गाइस आफ्टर 14 आवर्स वेटिङ चाहिँ ओभर भयो सो हामी चाहिँ फाइनली आइपुग्यो हाम्रो डेस्टिनेसनमा यति टाढो थियो यति जाडो पनि छ यहाँ चाहिँ कि 14 घन्टापछि चाहिँ हामी यहाँ आइपुग्यो निक्लिनु चाहिँ हिजो निक्लेको थियो आज चाहिँ फाइनली आइपुग्यो कति 2 दिन लाग्यो भनौँ न इन्डियादेखिको यहाँ आउनु हामी चाहिँ आएको छु नेपाल अर्चलेमा हाम्रो यहाँ दाइहरूको घरमा सो थाहेको छु एकदम म फ्रेस हुन्छु भेटौँ भोलि बाई बाई थ्याङ्क यू फर वाचिङ गाइस म चाहिँ यहीँ एन्ड गर्छु मेरो ब्लग